यो हो चाउचाउ होइन हेर्नुसँग कान्ठाउनु खान लागेको छ। हेलो गाइस, वेलकम बैक यूट्यूब चैनल। मेरे यूट्यूब चैनल में फिर से आपको स्वागत है। मैं नेपाली ब्लॉग बनाने जा रहा हूँ, तो कैसा लगता है आपको जरूर देखना। एंड तक देखना, पसंद आया तो एक लाइक और सब्सक्राइब जरूर कर लेना भाई, इतना मेहनत करता हूँ तो लास्ट तक देखते रहना वीडियो। हेलो हेलो सबैजनालाई नमस्कार छ। यहाँ सरको कर्णाली चाउचाउ आइसकेको छ आज होइन। यहाँ कर्णाली चाउचाउ खाँदै हुनु लाग्नु भएको छ। अनि चाउचाउको फोटो पनि यहाँ हेर्न सक्नुहुन्छ। खै देखा त, यो हो चाउचाउ होइन हेर्न सक्नुहुन्छ। कान्ठाउनु खान लागेको छ। राम्रोसँग खाएको त घाँटी लाग्ला होइन। धेरै जोरसँग पनि चबाउनु हुन्न होइन। अनि बाँकी पारा चाहिँ यस्तै छन् है साथीहरूका, केही छैन। तर धेरै लामो समयदेखि आज चाउचाउ खानलाई कस्तो मजा आएको छ त। गाना भन्नु मजा आयो। नेपालको चिज भन्दा नेपालकै हो क्या। जति गऱ्यो भने है राम्रो लाग्यो, खुसी लाग्यो होइन। यस्तो चाउचाउ खानु मतलब 10 वर्ष भयो। ओहो हो यत्रो लङ टाइम पछि खान लाग्नु भएको छ उहाँले। धेरै राम्रो खुसी हो कुरा हो। हामीले चाहिँ भर्खरै घर गएर आएर हामीले खाइसकेका मान्छे हौँ, तर केही छैन। फेरि पनि उहाँले भयो 10 महिना यति भयो गरे। 10 महिना यति त भयो, 8-9 महिना भन्नुभयो, 10 महिना भन्नुभयो, 10 वर्ष यार। 10 वर्ष भयो। ओ माई गॉड, 10 वर्ष गरे, गजब भइगयो। अनि 10 वर्षसम्म त उहाँले चाउचाउ नखानु भएको रहेछ। अनि आज त खुसीले खानु भएको छ, मक्खै हुनु भएको छ। अनि उहाँ राम्रो हो, पावर आउने गर्छ कि चाउचाउ खाएपछि पावर। अनि जहाँ देख्यो भने हेर्लापछि मेरो युट्युब च्यानलमा पनि गएर सब्सक्राइब गरिदिनु होला होइन। महेश छेत्री भन्ने युट्युब च्यानल छ मेरो, आफ्नै च्यानल हो। अनि त्यहाँ गएर सब्सक्राइब गरिदिनु होला। भिडियो कस्तो लाग्छ हजुरहरूलाई, सबैजना भिडियो हेर्नु होला। हजुरलाई धेरै धेरै धन्यवाद छ। मेरो भिडियो जरुर हेर्नु होला। त्यसै धन्यवाद दिए होइन फेरि है, हेरेको कुरामा धन्यवाद दिए हो। बाँकी त हामी यहाँ होटलतिर आइसकेका छौँ। हाम्रो यो पुरा होटलै हो होइन। यहाँ पार्टी साटी हुन्छ, टेन्ट स्यान्ट लागेको छ। बाँकी उहाँहरू सबै यस्तै छ सिनहरू। बाँकी सबै सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला होइन। धेरै अगाडि बढ्नुपर्छ, मिहिनेत गरेपछि अगाडि बढिन्छ होइन। यो भाइ पनि मिहिनेत गरेर नै यहाँसम्म पुग्यौँ होइन। धेरै खुसी लाग्छ कि यस्तो मिहिनेत गर्दा गर्दै होइन कान्डा। यस्तो मिहिनेत गर्नुपर्छ। मिहिनेत गरेपछि अगाडिको मिहिनेतको फल पनि पाइन्छ। तर मैले चाहिँ केही पाएन, मैले मिहिनेत चाहिँ धेरै गरेँ हो, केही पाएको छैन अहिलेसम्म। तर आज पनि गर्दै जाउँला, कहीँ पाइजान्छ कि होइन। तर ठिकै छ है केटाहरू सबैजनाहरू। ल पछि भेटौँला नयाँ ब्लगमा। मेरो युट्युब च्यानल गएर जरुर सब्सक्राइब गर्नु होला। महेश च्यानलबाट युट्युब च्यानल छ मेरो। ओके ल त।